यहाँहरु सम्पूर्णमा नमस्ते। म आज यहाँहरु समक्ष अत्यन्तै महत्त्वपूर्ण जानकारीमूलक सन्देश लिएर जानकारीमूलक भिडियो लिएर उपस्थित भएको छु। यहाँहरुले यदि यहाँहरु निर्माण व्यवसायी हुनुहुन्छ, उपभोक्ता समिति मा हुनुहुन्छ यहाँहरु, त्यस्तै गरी यहाँहरुले नेपाल सरकारबाट भुक्तानी लिने गरेर कुनै पनि कार्य गर्दै हुनुहुन्छ भने अहिले तत्कालीन परिवेश के छ भन्दाखेरि मैले बुझेको चाहिँ नेपाल सरकारका विभिन्न सफ्टवेयरहरू सञ्चालनमा छन्। नेपाल सरकारको जस्तै स्थानीय तह, प्रदेश तहमा चाहिँ सूत्र प्रणाली सूत्र भन्ने सफ्टवेयर सञ्चालनमा छ। पहिला सूत्र भन्ने सफ्टवेयर चाहिँ भुक्तानीको लागि मात्रै प्रयोजनको लागि मात्रै सञ्चालनमा थियो। अहिले आएर चाहिँ यसबाट नेपाल सरकारको वडाहरू हैन, स्थानीय तहका वडाहरू सम्पूर्णमा यसको दायरा विस्तार भएको, यसैबाट चाहिँ राष्ट्रिय सङ्कलन पनि गर्ने कार्य गर्न थालिएको। त्यस्तै गरेर जिन्सीको लागि जिन्सीको लागि प्याम्स V2 छ है। त्यसबाट चाहिँ जिन्सी दाखिला सम्बन्धी व्यवस्थाहरू गर्ने गरिएको सम्पूर्ण क्रियाकलापहरू एक आपसमा इन्टरलिङ्केज भइसकेका छन्। अब अन्तर्राष्ट्रिय कार्यालयमा IRD राष्ट्रिय पोर्टल छ। त्यस्तै गरेर उसमा चाहिँ सङ्घका कार्यालयहरूमा IPFMS अर्थात् सिग्यास छ। यी सम्पूर्ण सफ्टवेयर इन्टरलिङ्केज रूपमा भइरहेको कारणले गर्दा नेपाल सरकारको भुक्तानी प्रणालीमा अहिले यी सफ्टवेयरहरूमा चाहिँ अलिकति समस्या देखिएछ। अलि स्लो चल्ने, धेरै भार पर्दाखेरि एकैचोटि भार पर्दाखेरि स्लो हुने सम्भावना भएको कारणले गर्दा यहाँहरुको भुक्तानीका कुराहरू छ भने यहाँहरुले समयमै आफ्नो कार्य टुङ्गेको छैन भने समयमै टुङ्ग्याएर चाहिँ बिल भरपाईहरू सङ्कलन गरेर समयमै पेश गर्नु होला। हैन भने यहाँहरुले चाहिँ भुक्तानीको कार्यमा ढिलासुस्तीहरू हुन सक्छ। त्यो चाहिँ नेपाल सरकारले यो सफ्टवेयरमा भएको यो जुन सर्भरहरूको समस्या छ, यसलाई चाहिँ तुरुन्त क्षमता अभिवृद्धि गरेर सञ्चालनमा गर्नको लागि पनि अलिकति समय लाग्ने कारणले गर्दा प्रयास चाहिँ गरिरहेको। तर त्यसलाई चाहिँ नि यही 2081-82 को आर्थिक वर्षभित्र त्यो चाहिँ सञ्चालनमा आउनको लागि कठिन रहेको कारणले गर्दा त्यसको लागि हजुरहरूले समस्या भोग्न नपरोस् भनेर भुक्तानी सम्बन्धी कुनै कार्यहरूसँग सम्बन्धित कुनै पनि ठेकदारहरू हुनुहुन्छ, त्यस्तै गरेर कुनै व्यवसायी हुनुहुन्छ, त्यस्तै गरेर कुनै उपभोक्ता समितिमा हुनुहुन्छ, कुनै पनि नेपाल सरकारसँग भुक्तानी बाँकी छ तपाईहरुको भने बेलैमा सजग रहनु होला। आफ्नो काम चाहिँ तुरुन्त गरेर सम्पन्न गरेर यहाँहरुले असारको 10 या 15 गते भन्दा अगाडि नै पेश गरिहाल्नु होला। अब तपाईको लास्टसम्म मैले निकालौँला त्यो बेलासम्म समय छ भनेर बस्नु भयो भने हजुरहरूलाई समस्या हुन सक्छ। हेर्नुस्, यो चाहिँ अहिले सिस्टममा आएको समस्या हो। अब अहिले यसलाई चाहिँ तुरुन्तै हल गर्नलाई लागिरहनु भएको छ भन्ने बुझेको छु मैले। तर तैपनि सम्भव चाहिँ अलि गाह्रै हुन्छ। समस्या चाहिँ यसको क्षमता वृद्धि गर्न गाह्रो छ। सम्पूर्ण अब एउटै समयमा चाहिँ सबै कार्यालयहरू सिस्टममा जोइन हुन पर्दाखेरि सिस्टम चाहिँ अलिकति स्लो हुने, सर्भर डाउन हुने कारणले गर्दा समस्या देखिएकोले यसलाई चाहिँ तुरुन्त समस्या समाधान गर्न टोली चाहिँ लागिरहेको जस्तो देखेको छु। यसलाई चाहिँ हल हुनलाई समय लाग्न सक्ने कारणले गर्दा तपाईहरु चनाखो भएर त्यसलाई पेश समयमा गरिदिनु भयो भने कार्यालयहरूले बिहान साँझ बसेर भए पनि जसरी भए पनि चाहिँ त्यसलाई सिस्टममा इन्ट्री गरेर तपाईहरुलाई चाहिँ भुक्तानीको ग्यारेन्टी चाहिँ गरिने कारणले गर्दा हजुरहरूले कमसेकम कृपया चाहिँ असारको 10 गतेभित्र अथवा 15 गतेभित्र पेश गरिदिनु होला भन्दै जानकारीमूलक सन्देश यहाँहरुमा यति राख्दै म बिदा हुन्छु। हस्त नमस्ते, धन्यवाद।